चिन्नु नजान्नुका मान्छे, कुनै काम गरेका छैन, कुनै काम देखाएको छैन। मलाई केही सुकुम्बासी साथीहरूले भन्दै थिए हामीलाई त डर लागेको छ, सुकुम्बासी भत्काउने अरे, सुकुम्बासी कहाँ डोजर लाउने अरे, त्यस्तो मान्छे पो आएका छन् भन्ने सुनेर डर लाग्दैछ भन्दै थिए। हामीले खोला नदी नजिकका बस्तीहरू खोला बाँधेर ढुक्कले बस्ने बनाएका छौँ। खोला छेउमा बसेका बस्ती देख्नै हुँदैन अरे, खोलाभन्दा 20 मिटर उता, खोलाभन्दा 20 मिटर उता भनेर सब भत्काउँछन् अरे भनेर खोला छेउका साथीहरू डरायौँ भन्दै थिए। कबाडीहरू गरी खान पाइँदैन भनेर सुनिन्छ, उहाँ पनि कबाडी लखेटेर उधुम्छ अरे, ती मान्छे कहाँबाट दशा लागेर यहाँ आइपुगे भनेर चिन्ता व्यक्त गर्दै थिए। मैले उहाँहरूलाई भने केही चिन्ता गर्नु पर्दैन, उम्मेदवार मात्रै हुने हो, ढुक्क हुनुहोस्। उम्मेदवार मात्रै हुने हो, त्यो उम्मेदवार मात्रै भएर केही पनि बिगारे हुँदैन। हामीले हाम्रो साथीहरूलाई सम्झाउनुपर्छ, हाम्रा युवा साथीहरूलाई पनि भन्न चाहन्छु म, तपाईँहरू आफ्नो साथीहरूसँग जानुहोस्, कुरा गर्नुहोस्, सम्झाउनुहोस्। नयाँ नयाँ भनेको के नयाँ नयाँ? जे पनि नयाँ भनेर हुन्छ। काम गर्ने कुराको ग्यारेन्टी, काम गर्ने क्षमताको परीक्षण भएको त्यो केही चाहिएन, अनुभव चाहिएन। अनि नयाँ नयाँ भनेर, त्यस कारण म साथीहरूलाई भन्न चाहन्छु, साथीहरूलाई सम्झाउनुहोस्, युवा